फाइनली हाम्रो प्रतीक्षाको घडी समाप्त भएको छ र समानुपातिक र प्रत्यक्ष दुईटैको रिजल्ट आइसकेको छ। सो यसको बारेमा हालका तपाईहरूलाई देखाउन गइरहेको छु। सो लेट अस स्टार्ट नाउ विदाउट वेस्टिङ टाइम। त यहाँ निर्वाचन कार्यालय जुन छ इलेक्सन कमिसन अफ नेपाल उसले नै निकालेको छ विज्ञप्ति। हेर्न सक्नुहुन्छ समानुपातिकतिरको कसले कति सिट पायो भनेर। र यहाँ हेर्न सक्नुहुन्छ फर्स्टमा नम्बर 1 पार्टी छ नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी, जसले समानुपातिकबाट 57 अर्थात् 57वटा सिट पाएको छ। सो त्यसपछि नेपाली कङ्ग्रेस 20वटा सिट पाएको छ। त्यसपछि हेर्न सक्नुहुन्छ तेस्रोमा नेपाल कम्युनिस्ट अर्थात् एमाले पार्टीले 16वटा सिट पाएको छ समानुपातिकबाट। त्यसपछि 4वटा सिट 4 नम्बरको पार्टी अर्थात् नेपाली कम्युनिस्ट पार्टी, जसले 9वटा सिट समानुपातिकबाट पाएको छ। त्यसपछि सहम संस्कृति पार्टी अर्थात् त्यो हर्क साम्पाङ सरको 4वटा पाएको छ समानुपातिकबाट। त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी 4वटा सिट पाएको छ समानुपातिकबाट। यसरी छ त्यो फाइनल रिजल्ट समानुपातिकको। र समानुपातिकमा अहिले फाइनल आएको छैन कुन मान्छेलाई राखिएको छ भनेर। अब त्यहाँ लिस्टहरू त दिएको छ, त्यो लिस्ट चाहियो भने कमेन्ट गर्नुहोला, लिस्ट तपाईँले म पठाइदिन्छु PDF। तर फाइनल अब त्यहाँ कोटा अनुसार हुन्छ नि त, महिलाको, दलितको, त्यो समानुपातिकबाट कसलाई कति सिट दिन्छ भनेर यहाँ फिक्स गरिएको छैन अहिले। त्यो लिस्ट पनि पब्लिस हुन्छ छिटै। त्यो पनि लिस्ट तपाईहरूलाई म अवश्य जानकारी गराउने नै छु। सो अहिलेसम्म हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न सक्नुहुन्छ। र सिभिल इन्जिनियरिङ रिलेटेड भिडियोहरू पनि हाम्रो च्यानलमा छँदैछ। तपाईँ हुनुहुन्छ भने अवश्य हाम्रो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। सो लेट स्टार्ट नाउ। अब हामी आफ्नै टपिकतिर जाउँ फेरि। अब हेर्न सक्नुहुन्छ जुन चर्चित थियो फेसबुकमा भाइरल उम्मेदवारहरू, उहाँहरूले कति सिट पाउनुभयो त्यसको बारेमा म देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ ऋषि झाम्लाजी हुनुहुन्छ सर, मोबाइल छापबाट लड्नुभएको थियो रौतहट 4 नम्बरबाट। उहाँले 655वटा सिट पाउनुभएको छ। त्यसपछि दिवाकर शाह जुन पत्रकार हुनुहुन्छ स्वतन्त्रबाट लड्नुभएको छ धनुषा 3बाट, उहाँले 398वटा सिट पाउनुभएको छ। त्यसपछि निशा अधिकारी, उहाँले काठमाडौँबाट लड्नुभएको थियो, उहाँले 91वटा सिट पाउनुभएको छ। त्यसपछि हेमराज थापा, उहाँले बाजुराबाट लड्नुभएको थियो इलेक्सन घण्टी छापबाट, उहाँले मत पाउनुभएको छ 6035 ओन्ली पाउनुभएको छ। त्यसपछि राज सङ्ग्रौला स्वतन्त्रबाट लड्नुभएको थियो, उहाँले 305 पाउनुभएको छ। त्यसपछि असीम मान सिंह पाउनुभएको छ, स्वतन्त्रबाट लड्नुभएको थियो, 50वटा पाउनुभएको छ। भद्र प्रसाद नेपाल जुन उहाँले मत पाउनुभएको छ 3966। सो यसरी थियो चर्चित उम्मेदवारहरूले पाउनुभएको सिटहरू। सो अब हामी आफ्नो प्रत्यक्षको रिजल्ट हेराउन गइरहेको छु। प्रत्यक्षले जुन तपाईँको फाइनल रिजल्ट आएको छ हेर्न सक्नुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको अहिले 2082को चुनावमा फर्स्ट नम्बर 1 पार्टी भएको छ, तपाईँहरूलाई पनि थाहै भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको 25वटा सिट पाएको छ। तर यहाँ एउटा अझ लेटेस्ट न्युज आएको छ, यहाँ एउटा अझ सिट बढ्ने चान्सेस छ। एउटा जितेको उम्मेदवार थियो 1मा र घण्टी छापको त्यसलाई ब्ल्याक लिस्टिङ गरेर हटाइएको छ। त्यो अहिले ब्ल्याक लिस्टबाट हटाउनको लागि सर्वोच्च अदालतबाट आदेश नै आइसकेको छ। त्यो ब्ल्याक लिस्ट हट्ने बित्तिकै अब त्यहाँ एउटा अझ सिट बढ्नेछ। त्यो 125वटा प्रत्यक्षबाट राष्ट्रिय स्वतन्त्र पार्टीको आउनेछ 125 होइन, 125 प्लस 1 अझ यहाँ बढ्नेछ। यहाँ त्यो 126 भइहाल्छ रहेको प्रत्यक्षबाट र समानुपातिकबाट 57 र 183 भइहाल्छ। फुल बहुमतको लागि एउटा अझ चाहिन्छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई। तर अहिले मजबुरी छैन उहाँलाई पार्टी सरकार बनाउनको लागि, त यति सिट नै काफी छ, धेरै छ। तर संशोधन गर्नको लागि कुनै नियम ऐनमा चेन्ज गर्नलाई संविधान नै संशोधन गर्नु पर्यो भने 183ले हुँदैन, 184 चाहिन्छ। त्यसपछि नेपाली कम्युनिस्टको हेर्न सक्नुहुन्छ, नेपाली कङ्ग्रेसको 18वटा सिट छ प्रत्यक्षबाट जितेको छ। एमाले 9वटा प्रत्यक्षबाट जितेको छ। नेपाल कम्युनिस्ट तारा छापले 8वटा प्रत्यक्षमा जितेको छ। श्रम संस्कृति तपाईँको हेर्न सक्नुहुन्छ
3वटा प्रत्यक्षमा जितेको छ। त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी 1वटा छ। यति 6वटा पार्टी मात्रले प्रत्यक्षमा जित्न तिर्सकेको छ। र त्यसपछि समानुपातिकमा हेर्न जाम कसले कति मत पाएको छ। यो प्रत्यक्षमा तर एउटा पनि नसिट जितेको मान्छेले समानुपातिकमा जति भोट पाए पनि उसलाई केही माइनरै राख्दैन, उसले एउटा पनि सिट पाउँदैन। थ्रेसहोल्ड हो एउटा कम्तीमा तपाईको प्रत्यक्षमा जित्नुपर्छ। त 6वटा पार्टीले मात्र प्रत्यक्षमा जितेको छ, कम्तीमा एउटा पोस्ट अर्थात् एउटा क्यान्डिडेट एउटा जितेकै हुनुपर्छ। अब हामीले समानुपातिक तर्फ जाम कसले कति मत पाएको छ। त्यसपछि स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीले त 57वटा समानुपातिकमा पाएको छ, तर भोट कति पाएको छ यहाँ हेर्न सक्नुहुन्छ। 51,61,000 पाएको छ। त्यसपछि कांग्रेसले पाएको छ 17,56,000। त्यसपछि एमाले पाएको छ 14,53,000। ताराले 8,09,000 पाएको छ। त्यसपछि संस्कृति पाएको छ तपाईको 3,85,000। त्यसो राष्ट्रिय प्रजातन्त्र पार्टी 3,30,000। त्यसपछि यता छाताछाप भयो जनता समाजवादी भएर समानुपातिक काउन्ट पनि हुँदैन र राष्ट्रिय स्वतन्त्र अर्थात् राष्ट्रिय दल पार्टी हुनको लागि राष्ट्रिय दल हुनको लागि कम्तीमा एउटा प्रत्यक्षमा र समानुपातिकबाट 3% कटाएको। 6वटा पार्टी छ यो क्राइटेरिया मिट गरेको छ, अर्थात् राष्ट्रिय दल बन्न सफल भएको छ प्रत्यक्ष र समानुपातिक मिलाएर। धेरै धेरै बधाई छ र तपाईहरूले राम्रो बहुमत दिनुभएको छ नेपाल सरकारलाई। र उहाँले अब अवश्य नै तपाईहरूको इच्छा पुरा गर्नेछ नेपाल राष्ट्रिय पार्टी। सबैलाई बहुमत दिनुभएकोमा धन्यवाद। र अझ नयाँ अपडेट पाउन चाहनुहुन्छ भने हाम्रो च्यानललाई अवश्य सब्स्क्राइब गरेर जानुहोला। सो फेरि भेटौँला तपाईहरुलाई अर्को भिडियोमा। See you again.